नमस्ते, मेरो नाम कल्पना हो। म चाहिँ पन्जाबमै बस्छु है। आज चाहिँ यहाँ पन्जाबमा पानी आएको थियो कि म बस्ने ठाउँमा, अनि त्यस कारणले चाहिँ मैले नुडल बनाउन लागेको। नुडलमा चाहिँ मैले बोइल गरिसकेको छु है, साथमा चिकन राखेको छु। मलाई चिकन नुडल एकदमै मनपर्छ। अनि साथमा मैले चाहिँ नुडलमा चाहिँ अलिकति बेसार अलिकति तेल हालेरै बोइल गरेको हो। तपाईहरुले चाहिँ कसरी बोइल गर्नुहुन्छ मलाई चाहिँ कमेन्ट गरिदिनु होला। अनि साथमा चाहिँ मैले चिकनमा अलिकति भिनेगर हालेर बोइल गरेको हो। अनि साथमा चाहिँ मैले कडाई राखिसके, त्यही नुडललाई नै खाली गरेर त्यही कडाईमै मैले चिकन फ्राई गर्न लागेको। किनभने फ्राई गरेको चिकन एकदमै मिठो हुन्छ, अलिकति चाम्रो एकदमै मिठो हुन्छ। अनि मैले साथमा चाहिँ चिकन फ्राई भइसकेपछि मसला बनाएँ, गोभी सोबी हालेर टमाटर हालेर क्याप्सिकम प्याज हालेर बनाएँ। अनि किनभने खुर्सानी हालेन, मैले खुर्सानी नहाल्नुको कारण पनि मेरो नानी बाबुहरूले खाँदैन कि पिरो, एकदमै पिरो एक पनि खाँदैन मेरो नानी बाबुले। अनि मैले चाउमिन हाल्दैछु। मलाई चाहिँ घरमा बनाएको चाउमिन एकदमै मिठो लाग्छ, बेस्ट। आई लभ होममेड चाउमिन है। अनि एकदमै मिठो लाग्छ मलाई। चाउमिन भन्दा बित्तिकै मेरो बुवा अनि आमालाई धेरै सम्झिन्छु। आई मिस यु। हजुरहरूले मलाई आशीर्वाद दिनु होला। त्यो मैले तपाईहरुको लागि के गर्न पाम है। अनि मेरो बुवा आमाले मैले कहिले पनि, उहाँहरूले नुडल धेरै मन पर्यो पनि उहाँहरूले मैले कहिले पनि पेटभरि नुडल खाने नि खिलाउनै सकेको छैन कि त्यो मौकै पाएको छैन। पहिला घरमा हुँदा हुने थिएन, अब पैसै हुने थिएन। अनि अलिकति कमाउन लागे, त्यसपछि आफ्नो हातबाट बनाएर खिलाउनै पाएको छैन। एकदमै धोका छ। मेरो आमालाई पनि मेरो बुवाले पनि धेरै मन पराउनुहुन्छ कि नुडल। अनि मैले चाहिँ यसमा नानीलाई चाहिँ अलिकति भिनेगर अनि अलिकति सोया सस मात्र हालेँ, अनि नमक हालेँ, अनि काली मिर्ची के हालेँ, अरू केही हालेन। किनभने नानीले निकाल्नु छ नि त, नानी र बाबुलाई। अनि त्यस कारणले चाहिँ मैले खासै केही हालेन। अनि मेरो साइडमा चाहिँ मेरो बुढोले भिडियो बनाएर अपलोड गर्ने हो भनेर भन्दै हुनुहुन्थ्यो कि मैले हो नि भनेको, त्यही कुरा गर्दै थियौँ बुढाबुढीले। अनि यसमा चाहिँ म मिक्स गर्दैछु। तपाईहरुले चाहिँ कसरी मिक्स गर्नुहुन्छ त? मलाई चाहिँ एकदमै गाह्रो लाग्छ। अर्को प्यानमा चाहिँ, यो नुडल प्यानमा चाहिँ मलाई सजिलो लाग्छ। यो चाहिँ सब्जी बनाउने कराई भएर अलि अप्ठ्यारो भएको थियो कि मलाई। तपाईहरुले चाहिँ आफ्नो घरमा नुडल प्यान छ भने नुडल प्यानमै बनाउनुहुन्छ। मलाई चाहिँ यस्तो रुममा राखेको थिएँ, अनि त्यही भएर निकाल्न चाहिँ अल्छी लागेर कडाईमै नै बनाएको हो मैले। अनि मलाई चाहिँ कस्तो गाह्रो भयो। अनि चिम्टा अनि पोनियो पनि होइन, यो त्यो पुरी निकाल्ने कि यसले मिक्स गरेँ जस्तो सस्तो गरेर भने आफै खाने त हो नि भनेर मिक्स गरेँ। अनि मिक्स भइसक्यो। अनि त्यसमा मिक्स गरिसकेपछि चाहिँ मैले अझ राम्रोसँग मिक्स गर्छु भन्ने कोसिस गरेँ कि। अनि नानीहरूले निकाल्दै थोरै एक कौली अनि थोरै चिकन थोरै नुडल निकाल्दै। अनि त्यसपछि चाहिँ हामीहरूलाई अलिकति, धेरै होइन, अलिकति खुर्सानी, चिल्ली सस अनि टमाटो सस मैले हालेँ कि। किनभने हरियो मिर्च मैले हाल्नै पाएन, भुलेँ कि खै के भयो के भयो। अहिले चाहिँ पछि यो सस हाल्ने बेला चाहिँ ल हरियो मिर्च हाल्नुपर्ने भनेको थियो, तर नानीको कारणले फेरि हाल्दै नमिल्ने। अनि त्यही भएर दुईटा सस चाहिँ मिक्स गरेर हालिदिएको। अनि मलाई चाहिँ धेरै मिठो लाग्छ घरमा बनाएको चाउमिन है। अनि यता नानीहरूले खानिदिएको। अनि नानीले फेरि यस्तो मिठो छ ममा भनेको। पहिला चाहिँ खाँदैन म आफै खाने भन्दै थियो। अनि पछि चाहिँ एकदमै मिठो छ भनेर भन्दै थियो कि। गुड मम्मा भन्दै थियो। अनि बच्चाहरूले त्यो भनेपछि अनि के नै चाहिन्छ र के आमालाई त। जब आफ्नो हातले बनाएको खानाहरू बच्चाहरूले मिठो मान्यो भने अनि के नै चाहियो र। अनि त्यसपछि चाहिँ यसको बाबालाई कि, यसको बाबा चाहिँ नुहान जान्छु भन्दै हुनुहुन्थ्यो। मैले होइन पक्नु न 1 मिनट, मैले नुडल बनाएको छु, तातो खाएर जानु भनेर। त्यसपछि पक्नु भनेर रोकेको। अनि रोकेर यहाँले पनि नुडल चाउमिन के खिलाएको। अनि त्यसमा यहाँले पनि मिठो छ, राम्रो छ भनेर भन्नुभयो। अनि मलाई पनि एकदमै मिठो नै लागेको थियो। मैले पनि त्यसपछि म किन पछि हट्नु भनेर नानीले अनि यसको बाबाले खान दिइसकेपछि अनि म पनि खाएँ टेस्ट गरेर। मलाई पनि
एकदम मिठो लाग्यो मलाई त। सबभन्दा चिकन फ्राई गरेको अनि त्यसमा एकदमै मिठो लाग्छ। तपाईहरुलाई चाहिँ आफैले बनाएको मिठो लाग्छ कि या होटलमा मिठो लाग्छ कमेन्ट गरिदिनु होला। बाइ बाइ।